बन्दीपुर बाई 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 थरी थरी का चिसो थरी थरी का कोला स्वादै तिर्खा मेथी देखेको हिमाल हेर्नु न हो चुच्चो हामी चाहिँ खानाको लागि एयरपोर्ट चुवाइयो 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 कस्तो छ मिठो मिठो कस्तो छ ठिक छ मिठो छ मिठो छ यहाँलाई हाम्रो एयरपोर्टको खाना कस्तो लाग्यो एयरपोर्टको खाना एयरपोर्ट जस्तै लाग्यो क्या बात है सर क्या बात है सर क्या बात ये बात है हामी फाइनली आज फर्स्ट नाइट चेकआउट चाहिँ भइसक्यो अनि यहाँ छ होटल अनि यहाँ छ हाम्रो गाइज रेडी टु गो मुक्तिनाथ मुस्ताङ होइन मुस्ताङ जिल्लाको मुक्तिनाथमा जाँदैछौँ अहिले हाम्रो बिहानको 6:30 बजे केटाहरूलाई उठाउँदा बिहानदेखि उठ्दै उठ्दैन अनि मारी पानी फालिदिएको अनि बल्ल उठेको केटाहरू हेलो गुड मर्निङ गाइज नमस्ते चेकआउट दाजु चेकआउट समय बिहान 12 बजे एटलिस्ट गुड मर्निङ त भनिदिनुपर्छ है यो चाहिँ एकदमै लजाउँछ है हो गया सब खा गया अनि कतिले चाहिँ राजेन्द्र खड्कीको भाइ पनि भन्नुहुन्छ अलिकति हाइट मात्र नपुग्यो अरू सब चाहिँ बडी पनि अलिकति बाई गाइज हामी चाहिँ बागलुङ पुग्यौँ गुड मर्निङ फ्रम काली गण्डकी ओके आज हामी चाहिँ चिया बनाउनु लाग्छौँ है प्रवेश गर्दैछौँ त्यसपछि हामी बजार पुगेर अलिअलि फोटोहरू खिच्छौँ र फोटो खिचिसकेपछि हामी लाग्यौँ फेरि तपाईँ गइसकेको रहेछ बिदाई अनि यस्तो अवस्थामा के गर्ने यो पुलमा चाहिँ म करिब 12-13 वर्ष अगाडि आएको थिएँ है त्यति यस्तो डर लाग्दो छ माथिबाट हेर्दाखेरि अनि एकदमै सातो जाने खालको छ यो पुल चाहिँ स्पेसली अलिकति धेरै बर्खा हुँदाखेरि चाहिँ एकदमै डर लाग्दो देखिन्छ अनि आज फेरि पनि आएको छु अनि तपाईँले देखिन्छ भने सबैजना आफ्नो फोटोहरू भिडियोहरू बनाउँदैछ अनि म पनि बनाएर अब चाहिँ हामी फेरि लाग्छौँ हेर्नु स्थलतिर यस्तो स्केरी छ 12 बज्न लाग्यो हामी चाहिँ जमसमै बजाएर 12 बजे हावा सर्नु ठ्याक्क 12 बजेको छ र हेर्नु सक्नुहुन्छ जस्तो हावा आइरहेको छ अनि पछाडिपट्टि चाहिँ मेरो पछाडि चाहिँ त्यो हावाले काटेको डाँडा हुन्छ क्या
पछाडि हेर्नु त सबै हावाले काटेको डाँडा छ। अहिले म पछि देखाउँछु त्यो पनि। अनि अब यतातिर चाहिँ अब मुक्तिनाथ मन्दिरतिर जाँदैछौँ। जोमसोमै बजारमा 12 बजे हावा सरर अब हामी मुक्तिनाथको गेट छिरेर गयौँ। यति राम्रो भ्यू छ है यहाँको। अनि यदि तपाईँहरू पनि आउनुभएको छैन भने अवश्य पनि होइन लाइफमा एकचोटि चाहिँ आउनुहोस् होइन, एक्सप्लोर गर्नुहोस्। यस्तो राम्रो ब्युटिफुल छ है। अनि यो देखिरहनु भयो सबै स्याउ खेती हो है। अनि मैले चाहिँ के सोचेको थिएँ भने अहिले चाहिँ स्याउ फल्छ होला अनि कस्तो राम्रो देखिन्छ होला त्यो होइन, कहिले पनि देखेको छैन नि त यसरी स्याउ फलेको, एकदमै चपक्क फलेको देखेको छैन। अनि देखिन्छ होला अनि त्यसै भएर टिपेर बोटबाटै टिपेर खाउँला भनेर सोचेको थिएँ। बट फलेको चाहिँ छैन रहेछ। अझै 3-4 महिना चाहिँ लाग्दो रहेछ, दसैँतिर चाहिँ रेडी हुँदै रहेछ स्याउ। अब धेरै टाइम छैन मन्दिर आइपुग्नलाई। अनि हामीले चाहिँ धेरै जस्तो नै इन्डियन गाडी नम्बर प्लेटहरू चाहिँ देख्यौँ होइन। सो यसरी नै गेस गर्न सकिन्छ कति इन्डियनहरू चाहिँ आउनुभएको रहेछ भनेर। फाइनली हामी चाहिँ मुक्तिनाथ तल बस पार्कमा आयौँ र यहीँ पार्किङ गरेर चाहिँ जानुपर्दो रहेछ। अनि हामी चाहिँ एकदमै सक्ड भयौँ क्या हामी सबैजना है। इट्स लाइक हामीले त्यहाँ नेपाली एकदमै रेयरली मात्र देख्यौँ है। अनि सबैजना चाहिँ इन्डियनहरू मात्र देख्यौँ। मोस्ट अफ दि 100मा 99.5 इन्डियन टुरिस्टहरू मात्र देखेको छौँ। र हामी आफ्नो बाटो लाग्दैछौँ, बिस्तारै 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 जाँदैछौँ। एकदमै टायर्ड पनि भएको थियो। अनि यो ठाउँमा चाहिँ तपाईँहरूले एकदमै होटलहरू होइन रेस्टुरेन्टहरू खानको लागि चाहिँ एकदम चिन्ता लिनै पर्दैन। एकदमै देयर फेसिलिटिजहरू छ है। तर अलिकति एक्सपेन्सिभ चाहिँ हुन्छ अरू ठाउँभन्दा। तर रुमहरू चाहिँ एफोर्डेबल नै छ है यता। खाना चाहिँ अलिकति महँगो हो कि जस्तो चाहिँ लाग्छ। अनि मलाई चाहिँ सबसे अचम्म के लाग्यो भने इन्डियनहरू मात्रै रहेछ क्या घुम्न आउने मुक्तिनाथ। इन्डियनहरू मात्र रहेछ मुक्तिनाथ घुम्न आउने। मैले यो चाहिँ सोचेको थिएन। नेपालीहरू त देख्दै नदेखिने 20जना इन्डियन भयो भने 1जना 2जना नेपालीहरू मात्रै देख्ने। घोडा पनि इफ यु आर इन्ट्रेस्टेड होइन घोडाहरू पनि चढ्न सकिन्छ। त्यो फाइनली हामी चाहिँ मुक्तिनाथको गेटमा आइसकेको छौँ है। अब चाहिँ हामी जाँदैछौँ मन्दिरमा। हामी चाहिँ यहाँबाट यस्तो गएर यतापट्टि चाहिँ हाम्रो मुक्तिनाथ मन्दिर छ। हिँड्दैछौँ मन्दिरतिर। केही अब फाइनली हामी आइपुग्यो। हामी मन्दिर दर्शन गर्नलाई हामी आइपुग्न लाग्यो। अब 5 मिनटको वक डिस्टेन्समा चाहिँ मन्दिर देखाउने छु। हामी चाहिँ मुक्तिनाथको गेट प्रवेश गर्दैछौँ। यहाँबाट 5-10 मिनट्सको वकमा चाहिँ हामी मन्दिर नै पुग्छौँ। कस्तो फिल हुँदैछ? बाँकी केटाहरू चाहिँ तलतिरै छ है। हामी चाहिँ आउँदै गरेको गर्दैछौँ। यताबाट चाहिँ ज्वालामाई जाँदो रहेछ। कस्तो क्राउड! त्यो चाहिँ मन्दिरमा चाहिँ ओभरै क्राउडेड रहेछ हेर्नु।
आज चाहिँ क्राउड हेर्नुहोस् मन्दिर यही हो भित्र जानै नसकिने रहेछ कति रहेछ लाइन डुब्की लगाउनु है अनि यो चाहिँ 108 वटा धारा है मुक्तिनाथमा चाहिँ प्राय सबैजना चाहिँ यहाँ स्नान गर्न आउनुहुन्छ हैन आफूले आफूलाई चाहिँ शुद्ध बनाउनको लागि चाहिँ यो 108 वटा धारामा चाहिँ नुहाउनुहुन्छ केही पाप गरेछ कि भनेर चाहिँ हैन यसले चाहिँ पखाल्छ भनेर चाहिँ भन्ने विश्वास गरिएको पनि छ है अनि त्यही भएर मान्छेहरू चाहिँ आउँछ होला सायद मैले पनि स्नान गरेँ 108 धारामा सकि नसकी भए पनि एकदमै चिसो पानी रहेछ र त्यहाँ सकाएर हामी यतापट्टि बुद्ध भएको ठाउँमा गयौँ एकछिन बस्यौँ र हामी फर्किनुपर्ने भएकोले चाहिँ फर्क्यौँ यस्तो ब्युटिफुल होइन पहाडहरू हेरेर हामी चाहिँ फर्क्यौँ र हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ मार्फा भिलेज जाने चाहिँ हामी चाँडै नै त्यहाँ धेरै टाइम स्पेन्ड गरेको भ्यूहरूलाई इन्जोय गर्दै हामी सबैजना चाहिँ मार्फा भिलेजतिर गयौँ यस्तो आफ्नै नजिक यस्तो राम्रो होइन पहाड माउन्टेनहरू देख्दाखेरि चाहिँ यस्तो खुसी लाग्छ नि है त्यो हेर्दै हामीले मुक्तिनाथलाई बाई बाई भन्दै बिस्तारै तर एकदमै राम्रो बनाउँदै रहेछ है त्यो साइडको ल्याम्पहरू हेर्नुहोस् होइन इट्स लाइक होइन युरोप कन्ट्री जस्तै हामीले चाहिँ फिल गऱ्यौँ त्यहाँ गएर चाहिँ यो पालि पछि इन फ्युचर एकदम राम्रो देखिन्छ होला त्यो लाइटले गर्दाखेरि पनि तपाईँहरू जानुभएको छैन भने जानु होला है देन हामी चाहिँ जानुभएको छैन भने जानु होला अनि हामी चाहिँ लाग्यौँ नेक्स्ट डेस्टिनेसनतर्फ हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ मार्फा भिलेज रहेको छ है अनि यसको लागि चाहिँ एपिसोड 3 हेर्नु होला है त